हुक्के राख्ने सोच्दा सोच्दै म त सुत्दिन्छु। नमस्ते, म उषा। आज मलाई खोकी लागेर बोल्न पनि अप्ठ्यारो भइरहेछ, अलि मिलाएर बुझिदिनु होला। मैले है दिनभरि भिडियो बनाउँछु, खिच्छु, राति 10-11 बजेसम्म एडिट गर्छु अनि लास्टमा हुक्के राख्ने सोच्दा सोच्दै डिलिट गरेर सुत्दिन्छु। आजकल फेरि गर्मिलो होला, मोबाइल एकैछिनमा तातिने, एडिट गर्न नि कति टाइम लाग्छ। यो भिडियो चाहिँ मेरो ग्यालेरीमा बसिरहेको रहेछ, 1 महिना अगाडिको भिडियो हो। यो चाहिँ हामी दादासँग गएको पोखरीमा माछालाई दाना हाल्न। यस्तो घर नि खोइ के ल्यायो भत्किसक्यो रहेछ। मैले दादालाई सोधेन किन भत्काउनु भएको भनेर। अनि त माछा हेर्न गएको त माछा त एउटा नि देखेन मैले। अनि कुरेर बसेको दादाले भित्र जानुभयो, दादा माछालाई दाना हाल्न। हामी चाहिँ कुरेर बस्यौँ, तर एउटा नि माछा निस्किएन। अनि घर गएर पछि सोधेको मम्मीलाई त भुजा लिएर जानुपर्छ माछा हेर्नलाई, त त्यतिकै त कहाँ निस्किन्छ, भित्र हुन्छ भन्नुभयो। तै पनि हामी कुरेर बसिथ्यौँ एकछिनसम्म। अनि माछा त पछि माथि उफ्रिदो रहेछ एउटा दुइटा। अनि हामी चाहिँ दाना हालेर फर्क्यौँ। यता चाहिँ बागवानाको आन्टीहरू, छिमेकी गाउँ बागवाना है, त्यहाँको आन्टीहरू बाख्रा चराउँदै हुनुहुन्थ्यो। अनि एउटा सानो पाठो झुक्केर बाइक मुनि आइरह, तर दादाले कन्ट्रोल गर्नुभयो। अनि हामी घर आइसकेपछि यो दिउँसो चाहिँ मम्मीले के पकाउँदै हुनुहुन्छ भने खजुरी है, हामीले चाहिँ खजुरी भन्छ। मम्मी भाउजू मिलेर बनाउँदै हुनुहुन्थ्यो, मैले पनि हेल्प गरेको। अनि भिडियो पनि खिच्दै बसेको थिएँ। लास्टमा चाहिँ त्यो खजुरी पाकिसकेपछि अलिकति पिठो मुसेर पुरी होइन है, यो ठेकुवा हो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।